हेलो गुड मर्निङ फ्रम अस्ट्रिया अस्ट्रियाको भेनामा छु यो चाहिँ अहिले हामी होटल बिएनबीको 6th फ्लोर माथि रुम नम्बर 115 होइन सरकार 115 रुमबाट छौँ अहिले चाहिँ यसरी हामी बसिरहेको छौँ मेरो साथी आशिषजी हेलो गरिदिनुहोस् त यहाँ नमस्ते नै गरिदिनु भयो होइन चिसो रहेछ यहाँ अहिले हिजो बेलुका हामी 10 बजे आइपुगेको एयरपोर्टबाट लगभग 17 किलोमिटर जति टाढा रहेछ यो के रहेछ यो सो अब खाजा खान जाने भयो फ्रेस भएर पछि अवस्था अब एकछिनमा गएर खाजा खान जानुपर्छ अहिले टक्क ब्रेकफास्ट गर्दै साथी र म यता छु बफे सिस्टममा चाहिँ होटलको पानी परेको अवस्था र पनि हामी चाहिँ अब खाजा खाएर एकछिन बाहिर वकमा जानुपर्ने अवस्था भएको छ बाहिर चाहिँ अलिअलि पानी परेको छ जस्तो भइरहेछ घाम लाग्दा जस्तो छैन आज र पनि लेट्स गो रेडी हो त तपाईँ जानलाई ल जाउँ हामी चाहिँ अब अहिले चाहिँ खाजा खाएर टक्क अस्ट्रियाको भेना एक्सप्लोर गर्न बाहिर निस्किएको अवस्था चाहिँ फेरि यस्तो छ पानी परेर हामी दुईजना साथीभाइ टक्क अवस्था यस्तो छ के गर्नु ब्याड लक पहिला स्विजरल्यान्ड जाँदा पनि यस्तै भयो पानी पर्नु चाहिँ गुड लक चाहिँ गुड लकै हो है एक हिसाबले चाहिँ कुन चाहिँ कहाँ यो बिल्ला ल बिल्लामा गएर चाहिँ यसो छाता किन्नु पर्यो छाता पाउँछ बिल्ला भन्ने सपमा पसेको थियौँ छाता किन्नलाई छाता छैन रहेछ फेरि यहाँ इङ्ग्लिस फेरि नबोल्ने रहेछ समस्या जर्मनी भाषा बोल्ने रहेछ यहाँको मान्छेले सुपर मार्केटको नाम पनि बिल्ला के गर्नु पानी परेर बिजोक अवस्था छ यहाँ चाहिँ इन्ट्रेस्ट पर्दो रहेछ जुन चाहिँ हाम्रो मालदातिर नि पाइन्छ यो मलहरू मल भन्दा नि नर्मल ग्रोसरी जस्तो त्यहाँ गएर एकचोटि हेर्नुपर्ने अवस्था हुन्छ यदि छाता पाइयो भनेदेखि छाता किन्नु पर्ला यहाँ चाहिँ के भन्छ जस्तोलाई स्काई ब्रिज भनौँ न उतापट्टि पार गर्नलाई पानीले बिजो गरिदिएको छ मेन कुरो गाह्रो छ ल मान्छे क्रस गर्ने स्काई ब्रिज पनि लगभग 24 फिटी बाटो गाडी हिँड्ने ऊ जस्तै पार गरेछ यो त यस्तो छ होइन पानी परेर यहाँ साथी फेरि छाताबाटै हुन्छ ट्रेनको पत्रि त्यहाँ रहेछ अस्ट्रियाको आइफोनलाई त्यसो केही फरक पर्दैन नि होइन पानीले धेरै पानी पर्दा कस्तो एक्सपिरियन्स हुँदैछ त तपाईँलाई आउटस्ट्यान्डिङ नै आउटस्ट्यान्डिङ नै हो भने आउटस्ट्यान्डिङ त होइन ल चिसो छ तर मजा आइरहेछ नयाँ एक्सपिरियन्स भनौँ न होइन त्यही हो नि मेन कुरो ट्रेन पत्री रहेछ यो यति ठुलो यार आमा त्यही ठुलो ट्रेन पत्री अस्ट्रियाको चाहिँ ट्रेन आइरहेको अवस्था अब हामी बसेको देशमा ट्रेन छैन हाम्रो लागि चाहिँ स्पेसल फिल भयो चाहिँ आफ्नो देशमा छ न हामी काम गर्ने ठाउँमा छ यो चिज होइन पानी परेको छ जाडो छ अहिले मौसम चाहिँ यहाँ टेम्परेचर चाहिँ टक्कै 5 डिग्री सेल्सियस छ अनि त्यसपछि 5 डिग्री पनि अब पानी प्लस हावा परिरहेछ त्यसले गर्दा अलिकति हामीलाई एक्सप्लोर गर्ने गाह्रो भइरहेछ अब सोचेको थियो अलिकति टाढातिर अलिक माथि डाँडा जाउँ भन्ने सोचेको थियो तर यो अलिकति मौसमको खराबीको कारणले गर्दाखेरि चाहिँ हाम्रो यहाँको स्टे चाहिँ हामी भएर जानुपर्छ है यो वेदरमा त के बसिसक्नु हुँदैन खास हामी 3 दिन जति बस्ने भन्ने हिसाबले आएको यहाँ बिजोग भइसक्यो
सुरु गर्नु अलराइट हामी चाहिँ अहिले अस्ट्रियाको एउटा मिलिट्री म्युजियम भन्ने ठाउँ रहेछ जुन चाहिँ यहीँ नजिकै छ हामी चाहिँ अहिले त्यही जाँदैछौँ मौसम चाहिँ बिजोक छ बिजोक 5 डिग्री सेल्सियस त्यो माथि पानी त्यो माथि हावा अनि अमेजिङ अमेजिङ र पनि गइरहेछौँ छाता ओढेर भयो नि होइन अब पानी पर्दा त शुभ सायद हो भन्छन् होइन तर चिसोमा पानी पर्छ के हुन्छ होला फ्रिजिङ अस्ट्रियाको बसाइ चाहिँ खासै लामो होला जस्तो छैन हाम्रो 3 दिनको ट्रिप थियो खासमा यहाँ बस्ने अझै फर्किन्छ होइन त्यस्तो भइसक्यो यार कहाँ चाहिँ जानु ब्याड लक भनौँ कि गुड लक भनौँ रहेछ बन्नु छ क्या तोपहरू छ त्यहाँ चाहिँ टक्क लगाएर यहाँको चाहिँ मिलिट्री म्युजियममा आइपुगेको छौँ जुन त्यो चाहिँ मिलिट्री म्युजियमको बिल्डिङ रहेछ अब हामीले त्यो जान्छौँ पुरानो यो तोपहरू रहेछ जङ्गबहादुर राणाको बेलाको जस्तो तोपहरू रहेछ यो लगभग के अरे त्यहाँबाट फाइटर पनि रहेछ फाइटर जेट है यहाँको चाहिँ आर्मी म्युजियम अस्ट्रियाको होइन assembly जस्तो रहेछ which is really good चाहिँ हामी यहाँको चाहिँ मिलिट्री म्युजियम एक्सप्लोर गर्दै आइपुगेका छौँ यतापट्टिको उसमा होइन सो म चाहिँ यहाँ छौँ यहाँको नजारा यस्तो छ यतापट्टि सोल्टी अनि कस्तो लाग्यो त म्युजियमभित्र कस्तो लाग्यो त म्युजियम यसो एक्सपिरियन्स सुनाउनु न कस्तो फिल भयो पुरानो हतियारहरू हेर्दाखेरि दामी भयो नि यो चाहिँ म्युजियमको यतापट्टिको सानो एरिया रहेछ सबैभन्दा त्यो भनेको होइन हामी चाहिँ यहाँ म्युजियमदेखि म्युजियम हेरेर वहीँ आउन त्यो सिग्नलमा होइन
सन्जो बिजोग भइरहेछ यस्तो मौसममा हिँड्नु पर्छ चिसो हावा 5 डिग्री सेल्सियस अनि त्यसपछि हावा अनि पानी अनि अस्ति घुम्न आएपछि अनि आउँदाखेरि यो हालत भएपछि अनि हाम्रो ट्रिप लम्बाएर भयो त अब कस्तो सटाउनु पर्छ सिटीमा त यस्तो छ भने माथि डाँडातिर कस्तो होला क्या यो माथि टपतिर क्या पुरै नगरौँ रोक्यो रोक्यो पनि रोक्यो यो छ हालत चाहिँ यहाँ चिसो भएर एउटा कफी सपमा खानु बसेको साथीहरू हुनुहुन्छ अगाडि एउटा कफी सपमा कफी पिउँदै बस्न खोजेको अवस्था लोकेसन त दामी छ है हामी चाहिँ भेनाको चियामा एउटा कफी पसलमा बसेर कफी पिउँदैछु साथीहरू त हुनुहुन्छ यता छु हामी चाहिँ होटलबाट चेकआउट भएको अवस्था अहिले अनि साथी चाहिँ यहाँ म्याप हेर्दै हुनुहुन्छ अब यसो सिटीको म्याप हेर्दै साथीले ट्याक्क लगाएर अनि हामीले के हिँड्न रहला यस्तो पानी परिरहेछ होइन फेरि हामी यहाँ दाजुभाइलाई यस्तो रहर लागेछ कि हिँड्नलाई पुरै छोडिदिनु अब है छाता ओढेर न छाता ओढे जस्तो हुनु हावाले उडाइदिएछ छाता फेरि होइन चिसो त्यतिकै छ फेरि यसो यहाँ डेलिभरी गर्ने मान्छेहरू देख्यो बाइकमा फेरि बिना हेलमेट डेलिभरी गरेर हिँडेका छन् सानो नानीहरू चाहिँ टक्क त्यो साइकलको उसमा कोप्रो जस्तै राखेर हिँडेका छन् उनीहरू हेरेपछि नि अलिकति फेरि जोस जागर आएर छ है हामीलाई हिँड्नलाई होइन त के गर्नु यस्तो चाहिँ यहाँको जिन्दगी होइन के गार्डन जस्तो रहेछ ल कहाँ हाँस ए मजाले खेल्दै रहेछ कति हुने है यहाँको यो त काग होइन काग कत्रो ठुलो हो काग त आमामा कति ठुलो है ल हेर यतिको मोटो काग त नेपालमा त छैन हो यतिको मोटो काग ल औडा पारेको मोटो रहेछ यहाँ चाहिँ के एउटा पार्क रहेछ अहिले चाहिँ हामी पार्कमा पानी चाहिँ मस्त परिरहेछ मसिनो पानी परिरहेछ अरू भन्दा पनि जाडो छ जाडो भए पनि जस्तो मरेको छैन भिडिरहेछ मलाई मजाले एक्सप्लोर गर्दै भेन हाम्रो साथी यहाँको सिटी यस्तो छ अस्ट्रियाको चाहिँ सिटी यो चाहिँ दामी लाग्यो मलाई नि होइन बिल्डिङहरू हेर्न कस्तो दामी छ वाउ ल है अब चाहिँ हामी मेन सिटीतिर अब जस्तो लाग्यो मेन सिटी नै हो कस्तो लाग्यो हजुरलाई नयाँ ठाउँ होइन अब वेदरले पनि यस्तो गर्दैछ त्यस्तै छ छाता फर्कै हो होइन पानी परिरहेछ अब पानी पर्दा नि फेरि हिँड्दाखेरि खासै चिसो चाहिँ लाग्छ नि है हामी चाहिँ अब बडी अलिकति हिट हुन्छ नि त वकरेपछि त्यसले गर्दा पनि दामी भएर त्यो कुनै हामी रहरले चाहिँ हिँडेको होइन है कसरी टाइम स्पेन्ड गर्नु भनेर हिँडिरहेको अन्त अब ठाउँ पनि चिनिन्छ देखिन्छ
इन्जोय पनि गरिन्छ भनेर चाहिँ नयाँ ठाउँ पनि देखियो नयाँ चिज पनि देखियो अब सायद होला सायद सर्ट्स पानीमा चाहिँ हाम्रो सिटी वक एउटा एकदमै अविस्मरणीय बन्नेवाला छ होइन हिँडिरहेको छौँ गन्तव्यमा पुग्नै बाँकी छ धेरै छैन मजावाला छ हिँड्नलाई कति राम्रो छ त बाटो होइन यो चलाको लागि गएको हो के अहिले हामी चाहिँ अस्ट्रियाको ग्रिन बिल्डिङमा छौँ होइन यहाँ चाहिँ यहाँको टुरिस्ट एट्र्याक्सन रहेछ यो ठाउँ चाहिँ अस्ट्रियाको ग्रिन बिल्डिङ हामी दाजुभाइ चाहिँ अस्ट्रिया घुम्दैछौँ मजाले होइन स्ट्रेट गर्दा गर्दै लेफ्ट राइट भन्दै यहाँ आइपुगेका छौँ त्यसलाई ट्रम्प भन्छ क्या यिनीहरू ट्रम्प भन्छ क्या ट्रम्प चाहिँ यहाँको ट्रेन स्टेसन जुन एकदमै ठुलो रहेछ अब यहाँ डिपार्चरको चाहिँ म्यापहरू फुल्ली कन्फ्युज वाला रहेछ यहाँ जस कन्फ्युज वाला छ बुझ्न गाह्रो छ चाहिँ अहिले हाम्रो चाहिँ ट्रेन कुर्दैछौँ ट्रेन चाहिँ S7 हो साथी यहाँ हुनुहुन्छ हामी चाहिँ अब अस्ट्रिया मजाले घुमेर एयरपोर्टमा बसिरहेछौँ कस्तो भयो त सम्ममा टायर्ड तर राम्रो पनि भयो पानी परेर हल्का झ्याउ पनि भयो पानी नपरे भए दामी हुन्थ्यो है दामी हुन्थ्यो तर इन्जोय गरियो वर्थित भनौँ न वर्थित भयो लास्टमा थाकियो थाकेर हामी चाहिँ यहाँ चप्पल लाएर हिँड्नुपर्ने अवस्था लाग्छ ल हाम्रो यात्रा यति नै हो अब यहाँदेखि त केही भिडियो बनाएको अब नेक्स्ट टाइम त्यस्तै कतै दामी ठाउँमा चाहिँ ट्राभल गऱ्यो भने फेरि अर्को भिडियो बनाउँला है त टिल देन सी यु नेक्स्ट टाइम